सबैभन्दा पहिला त कुवेतको राजदूतावास नेपाललाई धेरै धेरै धन्यवाद। कुवेत राजदूतावासले कुवेतमा डिपोर्ट गरिएका नेपाली नागरिक जुन चाहिँ इलिगल भएर बस्नु भइरहेको थियो र साथै कुवेतमा विभिन्न कारणले 9 जनाले ज्यान गुमाएको थियो र डिपोर्ट गरिएका नागरिक साथै 9 जना नेपाली नागरिकको शवलाई आज राजदूतावासले हवाई मार्फत नेपाल पठाइएको यो खबर सार्वजनिक भएको छ र विशेष गरेर राजदूतावास नेपाललाई धेरै धेरै धन्यवाद र उहाँहरूले गर्नुभएको कामलाई एकदमै स्याल्युट भन्न चाहन्छु र विशेष गरेर खुसीको खबर जुन चाहिँ डिपोर्ट गरेर इलिगल भएर बस्नु भएको उहाँहरूलाई नेपाल पठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद र खुसीको खबर र दोस्रो दुःखको खबर के हो भने कुवेतमा रोजगारको सिलसिलामा आउनु भएको विभिन्न कारणले 9 जनाको मृत्यु भएको उहाँहरूको शवलाई पनि आज हवाई मार्फत नेपाल पठाइएको छ। एकदमै दुःखलाग्दो खबर पनि छ है त।